हेलो नमस्ते गुड मर्निङ एभ्रिवान स्वागत छ तपाईँहरूलाई मेरो भिडियोमा। अनि आज चाहिँ मैले धेरै पछि भिडियो स्टार्ट गरिरहेको छु। अहिले चाहिँ म पोखरा छु अनि आज चाहिँ म र बजे घर जाने हो। बजे सुतेकै हुनुहुन्छ अनि घर जान लाग्छौँ हामी चाहिँ। यस्तो डक छ। अब बजेको औषधिहरू रेडी गर्ने हो, झोलाहरू रेडी गर्ने हो अनि जाने हो। हामी चाहिँ भर्खरै उठ्यौँ, अब झोलाहरू रेडी गर्ने हो। साथीहरू अहिले चाहिँ हामी खाजा साजा खाएर नि रेडी भइसक्यौँ। अब जाने हो यता माइत बजे। आमा छोरी हाम्रो बोजू भर्खर उठेर न ऊ जस्तै भएर भन्नुभएको, चुडेल्ने जस्तै भएर भन्नुभयो। हाट वाह 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 यता आउनुहुन्छ ठसली ठोटे नानी। अब चाहिँ हामी जान्छौँ, सबै झोलाहरू रेडी गरिसक्यौँ। गाडीमा भिडियो बनाउन नि पाउन्न, ओखोल आउँछ के बबिट हुन्छ, त्यही भएर अब जाने हो। हाम्रो बोजू नि हिरो नि भएर निक्लिनु भएको रेडी भएर। बाई भोलि भेटौँलाई, बाई। साथीहरू बिहान उठेर म र बजे लाग्यौँ। यहाँ त धेरै दिन भयो, 12-1 बजीसम्म हुस्सु लाग्छ। हुस्सु त लाग्न त जहिले नि, तर अहिले धेरै लाग्यो क्या, धेरै समय लाग्यो। अनि हामी चाहिँ जान लाग्यो गाउँ। म र बजे मुग्ने नदर आउनु भयो, आँखैभरि कचेर छ। यो काठमाडौँ जाने बाटो हो, यतैतिर बाटो हो आउने, त्यो माथि साइड उता जाने यतै बाटो हो आउने। हामी यता बस कुरेर बसेछौँ साथीहरू। अब चाहिँ हामी बस कुरेर बसेछौँ। डेन्जर हुस्सुला हो यता त। बजेर मलाई चाहिँ भमिट हुन्छ, त्यही भएर बसभित्र त बनाइन्न भिडियो। अब सिधै घर पुगेर हो, हामीलाई त रात पर्छ। घर पुग्दा त लाग्यौँ साथीहरू। यहाँ त जाम परिरहेछ। 1 घन्टा हुन लागिसक्यो जाम परेको। मेरो अनुहार त राम्रो थियो त। अब एकछिनपछि बेनिफिट हुन्थ्यो। यता त जाम परिरहेछ। गाइस अहिले चाहिँ गाडीबाट झरेर अनि बाटोमा हिँड्दैछु। यता त पानी परिरहेछ, सायद आज रातभरि पानी पऱ्यो भने त हिउँ पर्छ होला। लास्टै जाडो हो अहिले गाउँमा त। अहिले चाहिँ हामी बाटोमा हिँड्दैछौँ, रात परिसक्यो। गुड मर्निङ साथीहरू। अहिले चाहिँ म आफ्नै गाउँ घर आइसकेकी छु। अनि हिजो चाहिँ पोखरादेखि घर आएको, अनि त्यही हो, बस लाग्छ। त्यही माथि कम्फर्टेबल भएको छैन अरूको अगाडि भिडियो बनाउने, त्यही भएर त्यही माथि गाडी पनि लाग्छ। त्यही भएर भमिट हुन्छ नि त, त्यही भएर सरासर घर आयो। त्यही हो साथीहरू। अहिले चाहिँ म घर आइसकेको छु, हिजो मात्रै घर आएको। अब घर आइसकेपछि त त्यही हो, अब घाँस दाउरा गर्नुपर्ने हुन्छ। कामले पोखरा हिँड्दा यत्रो नङ्गा थियो। मैले घर बाख्राको मोल सोरेर नि आइसकेको। अब चाहिँ
घाँस काट्ने भनेको यता हो हाम्रो वन जङ्गल सबै आफ्नै बारी हो यिनीहरू घर त्यहाँ अलि माथि हो अनि टाढा जानु त पर्दैन अब रुखमा चढ्न नि सक्दैन गाह्रो छ साथीहरू जिन्दगीको गोरेटोमा रुखमा चढ्न कहिले नसकिने भयो जति आँटलेर घरबाट हिँडेँ आडी बाटोमा आएपछि फेरि मन डराइहाल्छ के गर्नु गाह्रो छ मलाई अब यतै घाँस दाउरा जे हुन्छ त्यही काट्नु पर्ने हुन्छ
देखो ना गाइस, ये क्या है? देखो ना, देखो ना। ओह, गाह्रो छ। अब घर गएर चाहिँ बाख्रा निकाल्नु पर्छ, खाना खानु पर्छ। कति धेरै लुगा धुनु छ। राम 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 राम। अहिले चाहिँ हामीले खाना खाएर घाममा बसिरहेछौँ, घाम तापेर बसिरहेछौँ। अनि सुन्तला खाने हो, सुन्तला। आउनु न बोजे। यहाँ आउनु न। त्यो चाम्रे चाहिँ हो गएको थिएँ। छिटो। त सुन्ने यस्तो देखिएर मेरो त। आउनु त बोजे। छिटो क्या? आउनु। यो बाख्राले हान्छ रे यो कुखुरा। छिटो आउनु न झुम्री। के कस्तो धेरै आएको मेरो मुखमा झन्। मुख धुन भएन र? ध्यान फेरि एकचोटि हेलो नमस्ते भनिदिनु नि त। भन्दै भा किन? औँला मात्रै जम्मै कामतिर कुमतिर पराएर त्यो साङ्कीले फोन गराएर नि उसी गर्दा गरिन। त्यो सुत्या लाग्ने अहिले त। कान चाचालाई फोन गर्न नि त। कहाँ पुगाछन् के रहेछन्? बोजेले फेरि हिजो पोखरामा मोबाइल बिर्सेर आएर तनाव भएको बोजेलाई। मोबाइल हेर्न नपाएर। अनि राति निनी लाइन क्या नि? अनि साँच्चै हो? हरायो भने चाँग्रे नि भन्या सुँग्रे नि हरायो क्या हरायो। तरी आजकलको जमानामा सामान हरान्न के बोजे। हरायो नि भेटिन्छ। ना कुरा गर्नुस् न तपाईँ, ना कुरा गर्नुस्। जसरी नि ल्याइदिए पुऱ्याइदिए भएन र? ओहो त पुऱ्याइदिन्छ। सोधा त देखिन्छ नि सानो तिल लाग्ने। खै यो हात त खै त यस्तो कुटेन, यस्तो कामतिर कुम्चेन न मेरो हात त। हिजो त्यो अगाडि सिटमा बसेको थियो एउटा केटी हिम्मै थियो। सिन्ते हजुरको जस्तै यहाँबाट उम्रेर यस्तो गरेको होइन, हिम्मैबाट यस्तो गरेको थियो क्या। देब्रे हातको थियो त्यसको नि। त्यो के अरे अस्ति हस्पिटलमा चेक गर्दा बेला भने ओपी गर्दिने।
मेरो यस्तो गाउँ भा ठोकेर एउटा मान्छेको एउटा आइमीको यहाँ उडिएर नि छिनेर नि फेरि आमा छिरिँदैन लाठी टोरेर ल अहिले चाहिँ म ओ आमा ल अहिले चाहिँ म खानासाना खाएर घरको काम सब सकाएर म चाहिँ अहिले मैले पहिला 6 देखि 10 सम्म पढेको स्कुल जान लागु जाँदैछु अनि म स्कुल पढ्दाखेरि मिल्ने साथीलाई भेटौँ भन्ने छु त्यो आउँछ कि आउन हेरौँ अनि अहिले चाहिँ म जाँदैछु घरको काम सकाएर खाना खाएर अनि काम छ नि त उता त्यही हो साथीहरू फेरि हस्पिटल नि जानुपर्ने छ हिजो बेलुकी बोचेलाई बाबुले मोबाइलले आँखामा हान्देर आँखा रातो भएको के त्यही भएर औषधि लिन जानु छ अनि हेर्दै गर्नु होला ल म अहिले स्कुलको काम सकाएर नि आइसकेँ यो मेरो स्कुल पढ्नेको साथी हो हामी स्कुल पढ्दा नि यस्तो गरेर हिँड्थ्यौँ यो मभन्दा 3 फिट अल्को छ 3 फिट अल्को होइन 3 फिट त गोराइ सोचिस् क्या मलाई यस्तै हो म यति छु यो अल्को छ 1 इन्च भन्न केही के भन्न चाहन्छु भने लङ टाइम पछि हामी भेट भएको छ एकदम ह्याप्पी छु होइन अब त्यही हो भन्ने त्यही हो साथीहरू हामी स्कुल पढ्दादेखिको साथी हो यस्तै गरेर हिँड्यौँ स्कुल पढ्दा नि अरू नाच्दा मुला अब एकछिन त्यहाँ पर जाँदासम्म गफ गर्छौँ अनि फेरि छुट्टिन्छौँ फाइनल्ली हामी छुट्टिने ठाउँ चाहिँ आइपुग्यो यो मन्दिरलाई फुलपाती भन्छ अनि ऊ चाहिँ जानुपर्ने त्यो पारीको गाउँमा हो अनि म जानुपर्ने चाहिँ यही साइडमा हो होइन अब हामी छुट्टिने टाइम पनि आइसक्यो हामी हस्पिटल जान्छौँ अनि हस्पिटल गएर औषधि लिएर घर जान्छौँ छुट्टिन्छौँ बाई 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 भन्नु बाई बाई गाइस हामी चाहिँ अब आफ्नो घरतिर जान्छौँ नेक्स्ट टाइम नेक्स्ट भ्लगमा मिनी भ्लगमा ल बाई ल राम्रो बाई बाई